आमामा के भनेको हौ छ्या त्यो भन्ने कुरो हो त्यही त ल त गाइज एकदम खुसी छ हाम्रो साथीहरू एकदम रमाइलो गर्नु आएको छौँ हामी यस्तै छ रोशन दाजु चाहिँ मेरो ब्लगमा एनी टाइम हुन्छ उहाँ चाहिँ मेरो एकदम मिल्ने पार्टनर हो गरम दिन छ र एकदम खोला खेल्नु चाहिँ रमाइलो लागिरहेको छ अरे जाँदैछ हाम्रो हुन्छ हुन्छ झर यसो झर्दैछ यस्तो अप्ठ्यारो बाटो किन आएको ल त अगाडि जाँदा पक्री बहिनीलाई पक्रिनु पर्दैन जाल आयो फेरि सोध्थ्यो त शीतल जग्गामा बस्नुपर्छ हौ फोन पक्र न एकछिन ल त त्यसलाई आँट नगरौँ न आइयो हाम्रो माइलीलाई चाहिँ आँट आएन अर्पण साथीलाई चाहिँ एकदम आँट आएन रहेछ र ये पीछे चढ्दैछु म पो कहाँ गएको बाटो खोज्न ल ल ल्या खुकुरी बिर्सेछु कस्तो बिर्सेको मैले कहाँ फोन लाग्छ नि उसलाई होस् त्यो होइन छुरीले पनि हुन्छ म काट्छु नि अलिक ठुल्ठुलो पिस बनाउनुपर्छ नि त कि रड्डी भयो नि हौ आमामा तर लाग्ने बनाउनुपर्छ होइन खोला खोला कस्तो हिँडेको हौ मैले कस्तो बिर्सेको यार ल्या कस्तो बानेको रहेछ नि त यो होइन यहाँ यो पक्रेर त बहिनी यो टमाटर बगेन होइन नि बगेन यहाँ मैले लिएको त्यो त पुग्छ मैले प्याज चाहिँ त्यो फेरि माथिबाट त्यो क्या हल्का उयो गरेर चाहिँ फ्राई गरेर माथिबाट छर्नुपर्छ नि त बिरयानी त्यही भएर अलिक बेसी लिएको प्याज मैले के हो फोन गरिस् गरिनस् होस् अब छुरीले काटौँ ए उहिले काटौँ कस्तो भाडा न अस्तिको भाडाहरू के गरिस् तैँले अन्त
हेर कहाँ गएको कहाँ गएको यस्तो जोडी हेर के खालको बाटो हो यो त यस्तो बाटो नहिँडेको त हामी म जान्छु यो के हो गाइज ल हेर मेन भर्सेस वाइल्ड मासु छ त्यही लगाएको यहाँ कोब्रा पसेको छ अब अब क्या छिटो हिँडेको गरम भयो गाइज गरम भयो कहाँ गएको हामी यहीँ बसौँ हो यहीँ बनाऊ शीतल छ नि त यहाँ बेगमा त उयो साइडमा राख्नु न शीतलमा कहाँ हो यस्तो म अन्त कसरी बोक्नु कसरी पौडी खेल्नु म चाहिँ झालमुरी मेरो फोन कहाँ एउटा कनेक्ट हुन्छ मेरो फोन कनेक्ट हुन्छ र चुला रहेछ त्यहाँ ब्रो चुला रहेछ नि भाइको चुला रहेछ चुला यहाँ रहेछ गाइस रेडी रहेछ रेडी रहेछ गाइस चुला लुन त चुला रहेछ रोशन दाजु केही छ भन्नु पर्ने लु त एक दुई शब्द हामी आज फेरि आएको छौँ होइन आएको छौँ माछा मार्न आएको छौँ फेरि दोहोरिएको छ र आज हामी इन्जोय गर्नुपर्छ होइन माछा कतिको छ हाम्रो साथीले रोशन दाजुले इन्भर्टर जोड्दैछ एकदम अर्ग्यानिक घरेलु माछा खुवाउने अरे उहाँले त्यही भएर उहाँले एकदम जोड्दैछ हाम्रो साथीहरूले के गर्दैछ यहाँ फेरि साथीहरूले होइन तिमीले त्यो त घरदेखि निचारेको त ब्ल्याङ्केट त गाइज उहाँ दुईजनाले चाहिँ घरदेखिकै निचारेको ब्ल्याङ्केट चाहिँ अहिलेदेखि निचारेको होइन ढुङ्गा दामी रहेछ जग्गा तर यहाँ पौडी खेल्ने पौडी किनेको लागि आएको चाहिँ बाले मैले कुखुराको लागि पानी तताउँदैछु म
मेरो साथीहरू यहाँ एकदम दाउरा खोज्दैछ। मलाई यहाँ माथि यहाँ हाम्रो साथीहरू पुरा एकदम म्यान भर्सेस वर्ल्डमा चाहिँ चढिँदैछ। एउटा साथी चाहिँ यहाँ माथि जाऊ देख्दैछ। हाम्रो सामान यहाँ छ, झ्यालमुरीको सामानहरू यो चाहिँ हो यहाँ छ। र हाम्रो साथीहरू पारिपट्टि माछा मार्नु हुँदैछ। ल हाम्रो बहिनीहरू खोला खेल्दैछ, रमाइलो गरिरहेको छ। गाई जस्तै छ, रमाइलो गर्नुपर्छ गाई जस्तै हो जिन्दगी। फाइनली किरा पनि पोसेछ है पानीमा, निकाल्नु पर्ने रहेछ यसलाई। आगो जस्तो बोलिरहेको छु, मजाले बोल्यो, घाम पनि मजाले लागिरहेको छ। हाम्जाले एकदम कुखुरा केलाउँदैछ र हाम्रो भाक्सर दाजुले चाहिँ एकदम आगो फुक्नु रहेछ, आगोको बन्दोबस्त गर्दैछ एकदम। धुनु हुँदैन मजाले खेलौँ न। काँची निकालौँ न, हातले छिरेको निकाल। काँची निकालौँ न निचारेर। उहाँ हाम्रो दाजुको तरिका चाहिँ हेरिहालौँ, आगो फुक्ने यस्तो छ, यसो फुक्नु पर्ने रहेछ। हामीले अघि जान्यौँ न, नजानेको तरिका चाहिँ यो रहेछ आगो फुक्नेको। पारा छटरा छटरा पारा लो देऊ देऊ चटरा देऊ। अघिसम्म नै बोल्दै थियो त्यो आगो। को जाँदैन, पानी खेल्नु मात्रै आएको होला। हाम्रो साथीहरू यहाँ छ, यस्तो छ। हाम्रो आशिष भाइले बाँस काट्दैछ। लसुन चाहिँ हल्का केलाएर किचाइदिएको भए चाहिँ राम्रो हुन्थ्यो। मिसिले छ यो चाहिँ हाम्रो के हो, यो ओनियन रहेछ, यो चाहिँ चिकन रहेछ। भएको त ओके होइन, एकदम ओके छ। ओके ओके, ह्याप्पी न्यू इयर है एडभान्स। हो ठिकै होइन, अर्को साल बाँच्छ कि बाँचिँदैन हो, के भन्नुभएको? नेल तेल दिएछु ल त।
हल्का यहाँ चाहिँ यस्तो छ पोलुवापट्टि छ त अहिले पोलुवामा चाहिँ हाम्रो बुहारी हुनुहुन्छ बहिनी चाहिँ हाम्रो अर्पण नआएर टेन्सन भइरहेछ हो अर्पण चाहिँ खोला खेल्नु गएको छ यता भेट्दैन हुनुभएको पड्काउने विचार छ हो र ल खै देखियो खलखली छ मलाई गाडी खाना उयो पर्दा के तर खोला खोला जानु अरे खोला खोला चाहिँ कसरी जानु है होइन एउटा गाडी सर्ट साइडमा राखेर डङ डङ खाना बनाउनु मजा आउँथ्यो नि त हल्का हाम्रो यहाँ उयो हुँदैछ चलाइदिएर छ ऊ चलाउनु पाक्दैछ बिरयानीको लागि चिकन के भयो रमाइलो भइरहेको छ हो हामी चाहिँ अब हल्का सफ्ट ड्रिङ्कहरू खाएर होइन खाएर चाहिँ हल्का स्विमिङपट्टि जाँदैछौँ हाम्रो बिरयानी चाहिँ पाकिसक्यो अलरेडी गाइज हो त्यही भएर चाहिँ हामी एकछिन बाद खान्छौँ अहिले चाहिँ हल्का ड्रिङ्कहरू गरेर केटाहरू इन्जोय गर्दैछ हाम्रो केटाहरू हेर्नु सकिहाल्नुहुन्छ यस्तो चाहिँ यहाँ छ केटाहरू चाहिँ गर्दैछ केटाहरू एकदम इन्जोय छ रमाइलो गरिरहेको छ स्विमिङ गरिराख्नु भएको छ हो साथीहरू छ सबै रेडी भइसकेको छ हामी खानासाना खाएर हामी निस्किन्छौँ अब एकछिनमा र तपाईँहरूलाई म भेटी चाहिँ गर्छु के गर्छु हाम्रो साथीहरू स्विमिङ गर्न आँटिरहेको छ हेर्नुहोस् देख्नु सक्नुहुन्छ हेर्नु रमाइलो भइरहेको छ हाम्रो साथीहरू स्विमिङ गर्दैछ हो देख्नु सक्नुहुन्छ तपाईँहरू स्क्रिनमा हाम्रो अर्पण साथी विवेक साथी भास्करदा दिँदैछ ल हाम्रो आशिष दाजु आउनु भएको छ गाइस असली फल्स चाहिँ त्यो हो त्यहाँ छ असली फल्स छ हामी असली फल्सदेखि चाहिँ मुनि आइरहेको छौँ हो रमाइलो भइरहेको छ गाइस रोशन दाजु त्यहाँ आउँदैछ आउनु कस्तो लाग्यो एकदम मजा आउँदैछ
बहिनीले पनि खाँदैछ हाम्रो विवेक भान्जा रोशनले खाँदैछ यहाँ केरा पत्तामा खाँदैछ ल हाम्रो विवेक भान्जा कताको विवेक भान्जा यहाँ छ बिरयानी एकदम बिरयानी युट्युबबाट खाजा भन्नु केरा चाहिँ उहाँ केरा थालमा खान्छ अरू सबले थालमा खाँदैछ उहाँले चाहिँ केरा पत्तामा खाँदैछ युट्युबमा हेरेर चाहिँ पत्तामा खाएको है ल ल थालमा खान्छ तर म चाहिँ युट्युबमा हेरेर चाहिँ ल केरा पत्तामा खाएको ल केराको पत्तामा खाँदैछ हाम्रो रोशन दाजुले चिकन बिरयानी